हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। साथीहरू है, नमस्ते सबैजनालाई। क्यासुलो तपाईँहरू सन्चै हुनुहुन्छ होला। यहाँ चाहिँ छ मेरो सिल्क एन्ड साइनको है, अहिले चाहिँ केराटिन क्रिमहरू छ है। मेरो बहिनीले चाहिँ आज चाहिँ मेरो कपाल चाहिँ केराटिन गरिदिन्छ अरे नि त। अन्त सो मेरो कान्छी बहिनीले चाहिँ यो चाहिँ रहेछ स्याम्पू। अनि बहिनीले चाहिँ मलाई पहिला चाहिँ स्याम्पूले नुहाउनु भनिरहेछ हो। अन्तखेरि यहाँ चाहिँ सबै छ, ट्रिटमेन्ट क्रिम रहेछ यो हो। अन्तखेरि यहाँ चाहिँ रहेछ कन्डिसनर हो। अन्तखेरि सो के भन्दाखेरि मेरो बहिनी चाहिँ अब 5 तारिक चाहिँ फेरि जान्छ नि त, केरलामै छ नि त, पार्लर गर्दैछ नि त। अन्त छिटै जाने भयो हो। अन्त उता हुँदादेखिको चाहिँ छुट्टी नहुँदाखेरि गर्दै बहिनी आएको बेलामा भनिरहेको थियो नि त। अन्त बहिनीले चाहिँ 3 जनाको गरिदिइसक्यो, म मात्रै अहिले छोडिरहेछु। अन्त पर्सि बहिनी जान्छ। अन्त त्यही भएर चाहिँ आज स्कुल नानीलाई लन्च लिएर चाहिँ बहिनीले गरिदिन्छु भनिरहेछ हो। अन्त यहाँ चाहिँ के छ, अन्त यहाँ चाहिँ रहेछ स्ट्रेटनरहरू रहेछ यहाँनिर चाहिँ हो। अन्त यहाँ रहेछ स्ट्रेटनर चाहिँ यहाँ रहेछ। यहाँ चाहिँ उयोहरू होला नि है, अब के हो यो मेसिनहरू रहेछ, अब केराटिन गर्ने के मेसिनहरू रहेछ नि त यहाँनिर। अन्तखेरि सो अहिले खोलिराख्दिनँ हो। अन्त हेर्दै गर्नुहोस् होला भिडियो, मेरो बहिनीले आज मलाई गरिदिन्छ। फाइनली यहाँ मेरो सिस्टर आइपुग्यो हो। अन्त सिस्टर कान्छी सिस्टर हो, यो चाहिँ कान्छी हाम्रो। र यसले चाहिँ अब मेरो स्टार्ट गर्दैछ अब भर्खर। अहिले 3 अब 3:30 भइसकेछ, 3:30मा स्टार्ट गर्दैछु भर्खर। हाई भन्नु न त। ल्याउ केसँग ल्याउ। हाई, हाम्रो प्रोसेस स्टार्ट भयो भर्खर। मेरो सबै सामान थियो नि। अब हामी यहाँ बबे लगाइदिन्छ नि मलाई। केरलाको पार्लर निले कस्तो गर्दो रहेछ ल। फिलहालको कपाल चाहिँ मेरो यस्तो छ, नेचुरल चाहिँ यस्तो छ हो। अब आफ्टरमा तपाईँहरूलाई एकैचोटि म देखाउने छु। 1 घन्टा बादमा चाहिँ यो क्रिम राखेर चाहिँ यसलाई चाहिँ यसले ड्राई गर्दैछ बहिनीले हो। 1 घन्टाको बादमा टक्कै 4 बजी क्रिम लगाएको थियो बहिनीले हो। त्यसको बादमा चाहिँ यो लुगाले चाहिँ एकदम पोको पारेर अहिले उसले ड्राई गरिदिँदैछ क्रिमलाई नै। 1 घन्टा चाहिँ मैले राखेँ हो। एक घन्टा चाहिँ राख्नु पर्दैन नि त खासमा। कति हो? 35 मिनट भनेपछि यो त क्लिन ऱ्याप नभएर पो त। खास चाहिँ अब 30 मिनट राख्नु पर्थेछ। बहिनीकोमा चाहिँ के नभएर अरे 1 घन्टा राखाइदियो हो। अब यसको बादमा चाहिँ नुहाउनुपर्छ अब। ल गाइसहरू, मेरो यो चाहिँ फाइनली लुक भयो है, फिनिस भयो। अब चाहिँ गरिसक्यो बहिनीले। यो चाहिँ हो फाइनल लुक। डिफरेन्ट देखो चाहिँ हो फाइनल लुक। मेरो सिस्टर मेरो बहिनीलाई केरलाबाट आएर पनि यहाँ घरमै आएर गरिदियो होइन। अहिले कति बज्यो? 8:30 9 बज्न आँटिसक्यो। 3 बजीदेखिको चाहिँ गरिदिएको यसले। 3 बजीदेखिको गरिदिएको, घरि लाइट गयो, घरि भोल्टेज कम्ती भयो हो। त्यही भएर चाहिँ ढिलो भएको। 3 बजीदेखिको चाहिँ अहिले 9 बजे केराटिन है साथीहरू।
थ्याङ्क यू गाइस भिडियो हेरिदिनु भएकोमा बाई बाई गुड नाइट सबैजनालाई हेलो एभ्रिवान गुड मर्निङ हजुर सबैजनालाई र म चाहिँ हिजो बेलुका चाहिँ भिडियो चाहिँ त्यति राम्रो देखेको थिएन नि त कपालको अन्तखेरि चाहिँ अहिले चाहिँ मर्निङमा चाहिँ मैले भिडियो बनाइरहेछु हजुरहरूलाई देखाउनुको लागि है यो चाहिँ फाइनल लुक एकदमै दामी एकदमै मन पर्यो है मेरो बहिनीलाई थ्याङ्क यू सो मच